हेलो व्हाट्सअप गाइज वेलकम टु माई अनदर भिडियो। एउटा भाइले कमेन्ट गर्नुभएको थियो कि मलाई चाहिँ फार्मास्युटिक्स आइआईको इम्पोर्टेन्ट क्वेसन चाहियो दाइ भनेर। अब तपाईँहरूलाई म प्रोभाइड गर्नेवाला छु आज फार्मास्युटिक्सको इम्पोर्टेन्ट क्वेसन र त्यसको नोट्स। यो भिडियो कम्प्लिटली पुरै हेर्नु होला र चाहिँ कुन कुन क्वेसन इक्जाममा आउँदो रहेछ र कुन कुन क्वेसन चाहिँ फिक्स हुन्छ त्यो चाहिँ म तपाईँलाई भनिदिनेवाला छु। त्यही पढेर इक्जाममा जानु होला र आफ्नो क्वेसन पेपर एटेन्ड गर्नु होला र पास मार्क गेन गर्नु होला। अनि मैले तपाईँलाई भनिसकेँ कि सिटिबिटीमा कसरी पेपर चेक हुन्छ, त्यही भएर चाहिँ कुनै पनि क्वेसन छोड्ने काम चाहिँ नगर्नु होला, पुरै क्वेसन सल्भ गर्नु होला र अनि इक्जाम लेख्नु होला। हस् त अहिलेको लागि यति। अब अगाडि जाम भिडियो। फाइनली गाइस तपाईले चाहिँ देख्न सक्नुहुन्छ अगाडि चाहिँ हाम्रो पेपर रहेको छ। पेपरमा चाहिँ हाम्रो यो चाहिँ स्युटिक्सको थर्ड इयरको पेपर हो, जो चाहिँ हाम्रो टर्मिनलको छ। दुईटा टर्मिनलको पेपर छ। यसमा चाहिँ दुईटा टर्मिनलको पेपर भए पनि यो इम्पोर्टेन्ट क्वेसन छ है त। यसमा इम्पोर्टेन्ट क्वेसन चाहिँ हेर्नु होला मजाले। पेपर तपाईलाई पेपर कस्तो लाग्छ भन्नु होला है त। यो चाहिँ फर्स्टको टर्मिनलको पेपर हो, यसलाई छोड्दिउँ किनभने यो चाहिँ हाम्रो धेरै नै 40 मार्क्सको क्वेसन थियो अनि यो पुरै च्याप्टरको पनि छैन है त। ल अब आयो हाम्रो मेन 40-80 मार्क्सको क्वेसन, जो चाहिँ फाइनल टर्मको जस्तै आउँछ है त गाइज। अब फाइनल टर्मको जस्तै आउँछ भनेपछि त सल्भ पनि त्यही अनुसार गर्नु पर्यो गाइज, हो कि नै त। अब फर्स्ट अफ आएर हाम्रो ट्याब्लेट, डिफाइन ट्याब्लेट एन्ड राइट द मेथड अफ प्रिपरेसन अफ ट्याब्लेट। अब यो यसरी भनेपछि तपाईहरु बुझ्नुहुन्न, त्यही भएर हामीलाई चाहिन्छ यसको लागि ओल्ड इज गोल्ड है त। ओल्ड इज गोल्डबाट भन्यो भने तपाईहरुलाई मजाले थाहा हुन्छ र त्यसको नोट्स पनि म प्रोभाइड गर्नेवाला छु। तपाईले इम्पोर्टेन्ट क्वेसन भन्नुभयो, तर इम्पोर्टेन्ट क्वेसन म तपाईलाई भनिदिन्छु, तर त्यो चाहिँ पढ्ने चान्स चाहिँ हाम्रो 100 मा 80% हुनेवालो छ। अब 20% चाहिँ यताउति गरेर जान्छ कि भन्ने कुरो हो गाइज। तर पनि म तपाईहरुलाई प्रोभाइड गर्ने कोसिस गर्छु सबै। अब फर्स्टमा छ हाम्रो प्रिफर्मुलेसन। प्रिफर्मुलेसनमा हाम्रो धेरै क्वेसनहरु छैनन्। प्रिफर्मुलेसनमा चाहिँ हाम्रो एउटा मात्र क्वेसन रहेको छ। तपाईहरुले मजाले पेन्सिल र कपी लिएर बसिहाल्नु है त। म तपाईलाई भनिरहेको छु यहाँ प्रिफर्मुलेसनमा हाम्रो एउटा मात्र क्वेसन छ, जसमा चाहिँ हाम्रो हुनेवालो छ यहाँ छ है त। प्रिफर्मुलेसनमा प्रिफर्मुलेसन दिनु भएको थियो म्याडमले। एउटा क्वेसन मात्र दिनुभएको थियो, धेरै त दिनु भएको थिएन म्याडमले। प्रिफर्मुलेसनबाट एउटा क्वेसन आएको थियो गाइज, यहाँ छ। डिफाइन द प्रिफर्मुलेसन, डिस्क्राइब द फिजिकल क्यारेक्टरिस्टिक अफ अ ड्रग सब्सटेन्स। गाइज यो नोट गर्नुहोस् त, यो क्वेसन नोट गरिहाल्नुहोस्। यो क्वेसन चाहिँ आउने सम्भावना छ तपाईहरुलाई है त। ल एउटा यो क्वेसन नोट गर्नुभयो 6 नम्बरको। ल यो चाहिँ एउटा क्वेसन भयो प्रिफर्मुलेसनबाट। अरु प्रिफर्मुलेसनबाट यसबाट चाहिदैन है त। अब अर्को आयो भनेपछि सोलिड डोजेस फर्म। सोलिड डोजेस फर्ममा के छ भन्दाखेरिमा सोलिड डोजेस फर्ममा हाम्रो फर्मुलेसन अफ ट्याब्लेट, राइट द मेथड अफ म्यानुफ्याक्चरिङ अफ ट्याब्लेट, एउटा क्वेसन नोट गर्नु। अनि दुईटा क्वेसनमा के छ भन्दाखेरि ट्याब्लेट कोटिङ छ। कोटिङमा पनि एउटा छ वाइ, जस्तै अब यो ट्याब्लेटबाट त एउटा लङ आउँछ, एउटा सर्ट आउँछ अनि एउटा भेरी सर्टहरु आउँछ। अनि त्यसपछि त्यसलाई दुईटा भेरी सर्ट, एउटा लङ अनि एउटा सर्ट आउँछ भनेपछि कति आउने भयो? 4 वटा क्वेसन आउँछ। 4 वटा क्वेसनमा ट्याब्लेटमा एउटा क्वेसन मैले भनिदिए यो फर्मुलेसन या प्रिपरेसन अफ मेथड अफ ट्याब्लेट भनेर आउँछ। यहाँ चाहिँ दुईटा मेथड छन्, मजाले गर्नु होला। अनि अर्कोमा चाहिँ हाम्रो के छ भन्दाखेरिमा चाहिँ ट्याब्लेट कोटिङ छ। ट्याब्लेट कोटिङ त द रिजन अफ ट्याब्लेट कोटिङ, द रिजन अफ ट्याब्लेट कोटिङ एन्ड टाइप्स अफ कोटिङ छ। अब यसमा टाइप्स अफ कोटिङमा चाहिँ अन द बेसिस अफ छ। अनि त्यो रिजन अफ ट्याब्लेट कोटिङ तपाईहरुले लेखिहाल्नुहुन्छ, केही कुरा त्यस्तो छैन। एडभान्टेज डिसएडभान्टेज छ, यो भइहाल्छ। अनि यसको क्वालिटी कन्ट्रोल टेस्ट आउन्न। अनि यसको चाहिँ आउँछ फर्मुलेसन कम्पोनेन्टहरु, जस्तै कि ग्लिन्डर, ब्लिन्डर, अनि त्यसपछि अनि फ्लेभरिङ एजेन्ट, अनि त्यसपछि स्विटनिङ एजेन्ट, अनि त्यसपछि यस्तै भनेर चाहिँ आउँछ। एडेसिभ त्यस्तै भनेर चाहिँ हाम्रो चाहिँ फर्मुलेसनमा के कम्पोनेन्टहरु युज हुन्छ भनेर चाहिँ आउँछ है त। यो चाहिँ लेख्न नबिर्सिनु होला। मोबाइललाई एक ठाउँमा हटाउनु पर्यो के यार। ल गाइज अहिले चाहिँ मैले युनिट 1 को भने युनिट 1 को नोट चाहिँ म तपाईलाई प्रोभाइड गर्छु, रोक्नु है त। यसको झन्झटै भ्याइदिन्छु के मैले फार्मास्युटिक्सको है त।
है यो चाहिँ हाम्रो प्यारेन्टियल भयो। प्यारेन्टियलै छ गाइस। इमल्सन सस्पेन्सन आयो, लिक्विड डोजेज फर्म इमल्सन आयो, सस्पेन्सन आयो, कोटिङ आयो, ट्याब्लेट आयो गाइस। हेर्नु ट्याब्लेट फर्स्ट अफ अल माथिबाट हेर्नु त तपाईले हेर्नु ट्याब्लेट भनेको के रहेछ, ट्याब्लेट डोजेज फर्म ल हेर्नु है मजाले हेर्नु तपाईहरु स्क्रिनशट गरी हेर्नु दुईटामा चाहिँ लेख्नु होला। म चाहिँ तपाईलाई प्रोभाइड गर्ने कोसिस गरिरहेको छु। यता पनि हेर्नु म्यानुफ्याक्चरिङ अफ ट्याब्लेट ड्रग एनालिसिस मेथड हेर्नु त राम्रोसित हेर्नु मजाले लेख्नुलाई जम्मा डाइरेक्ट कम्प्रेसन मेथड पनि छ, सबै छ। अब कोटिङमा मैले के भन्थे रिजन अफ कोटिङ र डिफाइन्ड कोटिङ लेख्नुभयो, आयो अनि लिक्स द डिफेक्ट अफ द ड्युरिङ म्यानुफ्याक्चरिङ। यो आउँदैन होला धेरै जसो। ल अब यो चाहिँ भयो सोलिड डोजेज फर्ममा ट्याब्लेट। अब हामी जाम क्याप्सुलमा। यो नोट प्रोभाइड गर्न अलिक गाह्रो हुँदो रहेछ गाइज, नोट तपाईँहरूले लेख्न गाह्रो पनि होला। एउटै भिडियोमा म पछि एक्सप्लेन गरिदिन्छु मेरो नोट। अनि पहिलो नम्बरमा चाहिँ हाम्रो डिफाइन क्याप्सुल। यो क्याप्सुलमा चाहिँ हाम्रो एउटा मात्र इम्पोर्टेन्ट क्वेसन छ है त, डिफाइन क्याप्सुल एन्ड राइट द मेथड अफ राइट द डिफरेन्स बिट्विन अफ हार्ड जिलाटिन क्याप्सुल एन्ड सब जिलाटिन क्याप्सुल। क्याप्सुलमा चाहिँ एउटा हार्ड जिलाटिन क्याप्सुल र सब जिलाटिन क्याप्सुल इम्पोर्टेन्ट छ। अनि राइट द फिलिङ प्रोसिड्युर अफ हार्ड जिलाटिन क्याप्सुल इन द म्यानुअल फिलिङ मेसिन। इन दुईटा डिफरेन्ट बिट्विन हार्ड जिलाटिन एन्ड सब जिलाटिन क्याप्सुल। अनि एउटा डिफरेन्ट द पार्ट अफ फिलिङ प्रोसिड्युर युजिङ द म्यानुअल फिलिङ मेसिन। हातले चाहिँ कसरी म्यानुअल फिलिङ मेसिनले चाहिँ कसरी चाहिँ हार्ड जिलाटिन क्याप्सुलभित्र हामीले चाहिँ ड्रग भरेर एउटा क्याप्सुल बनाउने भनेर भनेको छ है त। अनि अर्कोमा चाहिँ हाम्रो के छ भन्दाखेरि यसबाट तीनटा क्वेसन है त, एउटा डिफाइन क्याप्सुल, डिफरेन्ट बिट्विन हार्ड जिलाटिन एन्ड सब जिलाटिन क्याप्सुल, एउटा म्यानुअल ह्यान्ड फिलिङ मेसिन, अनि एउटा चाहिँ अर्को के छ भन्दाखेरिमा चाहिँ हाम्रो साइज अफ क्याप्सुल, साइज अफ हार्ड जिलाटिन क्याप्सुल। ओके ल तीनटा भयो। अब हाम्रो हामी जाम लिक्विड डोजेज फर्ममा। लिक्विड डोजेज फर्ममा हाम्रो छ सस्पेन्सन, इमल्सन छ, अनि सिरपहरू त छँदैछन्, सिरप, इलिक्जर र इमल्सनहरू त छँदैछन् है त। सुरुमा मेन हामी हेरौँ लिक्विड डोजेज फर्ममा हामीलाई चाहिने भनेको हाम्रो एउटा सस्पेन्सन र इमल्सन। मेन चाहिँ हाम्रो इमल्सन चाहिने हो। इमल्सनमा चाहिँ डिफाइन इमल्सन, क्लासिफिकेसन अफ इमल्सन, अनि राइट द आइडेन्टिफिकेसन टेस्ट अफ इमल्सन गाइज। यति इमल्सनको प्रिपरेसन पनि चाहिन्न। अनि राइट द आइडेन्टिफिकेसन टेस्ट अफ इमल्सन यति। अनि माथि चाहिँ सस्पेन्सनको चाहिँ डिफाइन सस्पेन्सन एन्ड फकुलेटेड एन्ड डिफकुलेटेड सस्पेन्सन। ओके डिफरेन्ट बिट्विन बास यो चाहिँ भइयो है त। अब सेमी सोलिड डोजेज फर्म। सेमी सोलिड डोजेज फर्ममा चाहिँ गाइज धेरै त केही छैन। यसमा चाहिँ हाम्रो आउने भनेको चाहिँ एउटा ओइन्टमेन्ट, हाम्रो के आउँछ एउटा ओइन्टमेन्ट आउँछ, जसमा चाहिँ हाम्रो के आउँछ भन्दाखेरि राइट अफ प्रिपरेसन अफ ओइन्टमेन्ट, मेथड अफ प्रिपरेसन अफ ओइन्टमेन्ट है। अरू आउन क्रिम, पेस्ट, जेल त आउन, यो तपाईँले पनि अलिअलि हेरेर जानुभयो भने पुगिहाल्छ। यसबाट एउटा सर्ट क्वेसन आउने हो। अब चाहिँ हाम्रो प्याकेजिङ मेटेरियल साइन्स भनेछ। प्याकेजिङ मेटेरियलबाट एउटा मात्र आउँछ, यसबाट चाहिँ हाम्रो प्राइमरी प्याकेजिङ र सेकेन्डरी प्याकेजिङको डिफाइन गर्ने आउँछ। वाट इज प्राइमरी प्याकेजिङ, वाट इज सेकेन्डरी प्याकेजिङ, एउटा आउँछ सर्ट क्वेसनमा आउँछ या लङ क्वेसनमा आउँछ, सर्ट क्वेसनमा आउँछ या भेरी सर्ट क्वेसनमा आउँछ है त। अनि फार्मास्युटिकल एरोसोलमा चाहिँ यो चाहिँ हामीले स्किपै हान्ने भनेछौँ। त्यही पनि अब एरोसोल तपाईँहरूले लेख्न चाहनुहुन्छ भने चाहिँ यसमा चाहिँ यसको बारेमा आफै खोज्नु होला। तर यसकोमा चाहिँ केही छैन, एउटा म्यानुफ्याक्चरिङ अफ एरोसोल छ। एरोसोलमा चाहिँ म्यानुफ्याक्चरिङ अफ एरोसोल अनि त्यसको क्वालिटी कन्ट्रोल, स्टेबिलिटी आउँछ। म चाहिँ यो च्याप्टर लेख्दैन गाइज, यो चाहिँ छोडिदिन्छु म। अब मेन आयो हाम्रो प्यारेन्टियल प्रोडक्ट। प्यारेन्टियल प्रोडक्टमा चाहिँ हाम्रो नटकेर म भन्दाखेरिमा एउटा एसेप्टिक कन्डिसन भन्ने छ नि त, यो माथि हो। यो डिस्क्राइब द एसेप्टिक कन्डिसन एन्ड म्यानुफ्याक्चरिङ अफ प्यारेन्टियल प्रिपरेसन। एउटा यो एउटा डिफरेन्ट बिट्विन स्मल भोल्युम प्यारेन्टियल एन्ड लार्ज भोल्युम प्यारेन्टियल। अनि डिफाइन इन्ट्रोडक्सन टु द प्यारेन्टियल प्रिपरेसन विथ इक्जाम्पल। प्यारेन्टियल प्रिपरेसन एउटा इक्जाम्पल भने। अनि अर्को के थियो
म्यानुफ्याक्चरिङ मैले भनेकै अघि। अनि क्वालिटी कन्ट्रोल टेस्ट अफ प्यारेन्टियल, यसको 4वटा मात्र छ है त गाइज। 4वटा के रहेछन्? एउटा चाहिँ मेथड अफ म्यानुफ्याक्चरिङ ओके, एउटा मेथड अफ म्यानुफ्याक्चरिङ, एउटा एसेप्टिक कन्डिसन, अनि त्यसपछि 2टा, अनि एउटा चाहिँ के छ भन्दाखेरि डिस्क्राइब द क्वालिटी कन्ट्रोल टेस्ट। 3टा गाइज, 1 2 3टा, एउटा लार्ज भोल्युम र स्मल भोल्युम प्यारेन्टियल, 4वटा। यति गाइज, यति बढ्यो भने यो पुरै भइन्छ। यसबाट हाम्रो कति आउँछ भन्दाखेरि एउटा लङ क्वेसन आउँछ, 8 मार्क्स आयो त्यहाँबाट, एउटा सर्ट क्वेसन 8 4 12 आयो। 12मा चाहिँ 2टा सर्ट क्वेसन, 12 13 14 15 16 नम्बरको यो आउँछ गाइज। यो नसक्नु होला, यो छोड्नु हुन्न। 16 दुना 32, 16 नम्बर यहाँबाट गर्नुभयो भने अरू 16 नम्बर मजाले गर्नुहुन्छ, तपाईँको 32 नम्बर मजाले आउँछ, तपाईँ फिक्स पास। ओके गाइज, ल यति भन्दै अब अगाडि बढौँ। बेसिक कन्सिडरेसन एन्ड फार्मास्युटिक्स, यसबाट मेन आउने भनेको म तपाईँलाई ठाडै भनिदिन्छु है त। प्रिस्क्रिप्सन डिफाइन पार्ट्स अफ प्रिस्क्रिप्सन, ह्यान्डलिङ अफ प्रिस्क्रिप्सन, इरर अफ प्रिस्क्रिप्सन। यसबाट इरर नपढ्नु होला। एउटा ह्यान्डलिङ अफ प्रिस्क्रिप्सन, पार्ट अफ प्रिस्क्रिप्सन र एउटा प्रिस्क्रिप्सन, अनि एउटा प्रिस्क्रिप्सन बनाउने चाहिँ एउटा सिक्नु होला। प्रिस्क्रिप्सन जस्तै कि यहाँ बनायो भने यहाँ डेट डे के लेख्छन् त, डेट लेख्छन्, डे लेख्छन्, अनि पेसेन्ट नेमहरूले पेसेन्ट इन्फर्मेसन भयो, तल आरएक्स भयो, आरएक्समा तल चाहिँ इन्स्क्रिप्सन, सुपरस्क्रिप्सन र इन्स्क्रिप्सन हुन्छ, तल हुन्छ, अनि सिग्नेचर अफ पेसेन्ट, सिग्नेचर अफ पेसेन्ट, यस्तो हुन्छ। यो चाहिँ यसको फर्मेट चाहिँ याद गरेर जानु होला। अनि पोसोलोजी, डिफाइन पोसोलोजी भनेर आउँछ एउटा, धेरै भनेर त आउन्न। फ्याक्टर एफेक्टिङ द पोसोलोजी, यति पढेर जानु होला। यता पेटाटिक डोजहरू यिनी चाहिन्न, एउटा क्वेसन आउँछ, एउटा क्वेसन आयो भने तपाईँहरू हप्पु गर्न सक्नुहुन्छ, 2 मार्क्समा आउँछ। फार्मास्युटिकल इन्कम्प्याबिलिटी, यो पढेर जानु होला। मेन त आउने भनेको यसबाट यो र यो गाइज। यो फार्मास्युटिकल इन्कम्प्याबिलिटीबाट हाम्रो आउने भनेको एउटा फिजिकल इन्कम्प्याबिलिटी र केमिकल इन्कम्प्याबिलिटी। थेरापेटिक पनि त्यति देखाइन गाइज। अब पाउडरमा हाम्रो हेर्ने हो भने पाउडरमा केही देखाइन। यसमा चाहिँ हाम्रो डिफाइन क्लासिफिकेसन अफ पाउडर, एडभान्टेज एन्ड डिसएडभान्टेज अफ पाउडर। अनि यसको चाहिँ यो छ नि अफिसियल पाउडर, डस्टिङ पाउडर, इफोर्सेन्ट पाउडर, अनि हाइग्रोस्कोपिक पाउडर, यिनीहरू छन् नि। यिनीहरू सब पाउडरको चाहिँ हामीले डिफाइन याद गर्नुपर्छ, अलिअलि डिफाइन पनि यतिको याद गर्नु। डस्टिङ पाउडरको याद गर्नु, इफोर्सेन्ट र इभर्सेन्टको पाउडरको याद गर्नु, अनि सिम्पल एन्ड कम्पाउन्ड पाउडर, अनि हाइग्रोस्कोपिक पाउडर, यति याद गरे पनि पुग्छ। धेरै चाहिन्न पाउडरको बारेमा है त। क्लासिफिकेसन त यसको याद गर्नु होला, यसको अन द बेसिस अफ छ क्लासिफिकेसन पाउडरको, तपाईँले इजिली सकिहाल्नुहुन्छ। अनि सपोजिटरी, यसमा सपोजिटरीमा एउटा मात्र छ गाइज। राइट द डिफरेन्ट मेथड अफ प्रिपरेसन अफ सपोजिटरिज, एउटा यो आउँछ, राइट द मेथड अफ प्रिपरेसन अफ सपोजिटरी, यति मात्र आउँछ गाइज। यसमा चाहिँ केही चिन्ता मान्नु पर्दैन, एउटा मात्र आउँछ, डिफाइन सपोजिटरी एन्ड राइट द मेथड अफ प्रिपरेसन अफ सपोजिटरी, बस यति हो कि। यसमा धेरै आउन्न कि, यसमा धेरै आउन्न, यति आउने हो, राम्रोसित लेख्नु होला, भइहाल्छ यो है त। अनि क्वालिटी कन्ट्रोल एन्ड एसुरेन्सबाट एउटा यो पढेर जानु होला, डिफाइन क्वालिटी कन्ट्रोल एन्ड क्वालिटी एसुरेन्स, यो सर्ट क्वेसनमा आउँछ। अनि एउटा यिनीहरूको डिफाइन गाइज, यतिको डिफाइन। अनि हाम्रो यता जिएलपी र जिएमपी 2टा, अनि टोटल क्वालिटी कन्ट्रोल म्यानेजमेन्ट या यो क्यालिब्रेसन एन्ड भ्यालिडेसन, यिनीहरू चाहिँ हाम्रो आउने भनेको सर्ट क्वेसनमा एउटा आउँछ फिक्स, एउटा चाहिँ भेरी सर्ट क्वेसनमा आउँछ। लङ क्वेसनमा आउने चान्स चाहिँ गाइज कमै छ, किनभने लङ क्वेसनमा हाम्रो 3टा क्वेसन म फिक्स भनिदिन्छु कुन हो अहिले लास्टमा। कस्मेटिकबाट धेरै छैन गाइज। अब नोबल ड्रग डिलिभरी सिस्टममा चाहिँ हाम्रो 4वटा मात्र पढेर जानुपर्छ तपाईँले राम्रोसित पढ्ने हो भने, न्याजो, अकुलर, अनि म्युकोजल र इम्प्लान्ट। ट्रान्सडर्मल पनि छ के अरे। अब यसलाई चाहिँ सिम्पल तरिकाले पढ्न सकिन्छ। पाइलट प्लान्ट चाहिँ मैले लेख्दैन भनेछु, मैले त्यही भएर छोडिदिन्छु। अब मेन फिक्स पास हुने क्वेसनतिर जाऊँ। अब तपाईँहरूले यो त पुरै हेर्नुभयो सिलेबस है त। अब सिलेबस हेरेर के काम, अब पास हुनु पऱ्यो। अब पास हुनको लागि गाइज यतातिर हेरौँ। ल यतातिर हेरौँ है त। पास हुने विद्यार्थी के हुने, पास हुने विद्यार्थी चाहिँ यतातिर हेरौँ है त गाइज। ल अब मैले चाहिँ यिनीहरूलाई एकछिन साइडमा राखेँ। अब पास हुने विद्यार्थीलाई चाहिँ यता ल्याऊँ। हाउ टु पास, अब लेखौँ हाउ टु पास पास कसरी हुने। अब पहिलो नम्बरमा चाहिँ हाम्रो आउँछ लङ क्वेसन हाम्रो कतिवटा आउँछ भन्दाखेरि 5वटा आउँछ। हामीले लेख्न कतिवटा पर्छ, 3टा लेख्नु पर्छ है त। हामीले 3टा कुन हो फिक्स, एउटा ट्याब्लेट आउने भनेको, एउटा इमल्सन र लिक्विड डोजेस फर्म लेखौँ न है। ट्याब्लेट क्याप्सुलबाट एउटा युनिटबाट,
यहाँबाट लङ क्वेसन एउटा चाहिँ लिक्विड डोजेस फर्म एउटा लिक्विड डोजेस फर्मबाट एउटा चाहिँ प्यारेन्टियलबाट PRENTERAL प्यारेन्टियल प्रोडक्टबाट अनि प्यारेन्टियलबाट एउटा चाहिँ प्रिस्क्रिप्सनबाट पोसोलोजी भनौँ न पोसोलोजी भनौँ न यसलाई हो कि नै प्रिस्क्रिप्सन किन भनिदियो गाइज यति हेर्नुहोस् 5वटा क्वेसन आउँछ मैले तपाईँलाई 1 2 3 4वटा क्वेसन त फिक्स भनिदिएँ लङ क्वेसनमा के हुन्छ अब ट्याब्लेटको च्याप्टर पढ्नु एउटा बस ट्याब्लेटको च्याप्टरमा के छ म्यानुफ्याक्चरिङ अफ ट्याब्लेट छ अनि रिजन अफ कोटिङ छ अनि त्यति मात्र छ क्याप्सुलमा के छ भन्दाखेरि ह्यान्ड फिलिङ मेसिन अफ क्याप्सुल अनि त्यति त्यो पनि आउन सक्छ ट्याब्लेट आउँछ कि क्याप्सुल आउँछ अनि चाहिँ धेरै जस्तो चान्समा ट्याब्लेटै आएको छ तर क्याप्सुल पनि हेरेर जानु होला ट्याब्लेट किन क्याप्सुल चाहिँ हाम्रो सर्ट क्वेसनमा पनि आउँछ लङमा पनि आउँछ ओके ओके अब लिक्विड डोजेस फर्म त मेन नसुटाउने भनेको यसमा चाहिँ इमल्सन हाम्रो इमल्सनमा हाम्रो के छ भन्दाखेरिमा चाहिँ आइडेन्टिफिकेसन टेस्ट यसको मेनै भनिदिन्छु म आइडेन्टिफिकेसन IDENTIFICATION आइडेन्टिफिकेसन टेस्ट है त मेरो यो जसले भिडियो हेर्नुभयो नि त्यसले चाहिँ मैले भनेको पढेर जानुभयो भने पास फिक्स आइडेन्टिफिकेसन टेस्ट अब यो प्यारेन्टियलको चाहिँ हाम्रो प्यारेन्टियलको चाहिँ के छ भन्दाखेरि यसको आइडेन्टिफिकेसन टेस्ट पनि छ है यसको आइडेन्टिफिकेसन टेस्ट पनि छ अनि यसको चाहिँ प्रिपरेसन पनि छ इम्पोर्टेन्ट अनि एसेप्टिक कन्डिसन पनि छ 3टा है यसको 3टा छ त्यही भएर यो 2टा नछुडाउनुला एउटा 3टा चाहिँ हामीले प्रिस्क्रिप्सन गरे पनि चाहिँ यो पनि गरिन्छ प्रिस्क्रिप्सनमा चाहिँ हाम्रो एउटा के आउँछ भन्दाखेरिमा एउटा प्रिस्क्रिप्सन बनाउने आउँछ है त आफ्नो नाम दिने आफ्नो हस्पिटलको नाम दिने आफ्नो एड्रेस दिने र एउटा चाहिँ ढाँचा बनाऊ भनेर हुन्छ कि यस्तरी एउटा फर्म्याट बनाऊ भनेर हुन्छ प्रिस्क्रिप्सनको अनि ह्यान्डलिङ अफ प्रिस्क्रिप्सन पार्ट्स अफ प्रिस्क्रिप्सन यति भनेर चाहिँ यसको आएको हुन्छ अनि पोसोलोजीमा चाहिँ अब हाम्रो धेरै जस्तो केही छैन त्यसमा चाहिँ अब धेरै जस्तो त्यो सर्ट क्वेसनमा दिन्छ अब लङ क्वेसनको लागि हामीले भयो हाउ टु पास गाइज भयो नि त अघि नै हाउ टु पास भयो है त अब मैले रफ गरेँ है त मेटाइदिएँ हाउ टु पास लङ क्वेसनको लागि भयो तपाईँ कपी पेन्सिल लिएर बसिहाल्नुला है फेरि पछि गडबड होला नि फेरि अनि फेरि हाम्रो अब सर्ट क्वेसनमा कहाँबाट आउँछ भन्दाखेरि एउटा चाहिँ हाम्रो ट्याब्लेट क्याप्सुलबाट आइगयो अब हाम्रो सर्ट क्वेसन है त एउटा ट्याब्लेट क्याप्सुलबाट आयो ठिक छ अब एउटा चाहिँ के आउँछ भन्दाखेरि हाम्रो ट्याब्लेट क्याप्सुल फिक्स आउने है हेरेर है त मैले माथि हेरेर चाहिँ एकदिन कपी ट्याब्लेट क्याप्सुलबाट एउटा भइगयो अब लिक्विड डोजेस फर्मबाट लिक्विड डोजेस FORM फर्मबाट यहाँबाट एउटा क्वेसन है त फिक्स आउने है त अनि सेमी सोलिड डोजेस फर्म सेमी सोलिडबाट एउटा क्वेसन फिक्स हो कि नै अनि त्यसपछि प्याकेजिङबाट एउटा क्वेसन फिक्स प्यारेन्टियलबाट एउटा क्वेसन फिक्स अनि यो पोसोलोजीबाट एउटा क्वेसन फिक्स अनि त्यसपछि सपोजिटरीबाट झन् प्योर SUPPO एउटा क्वेसन फिक्स कतिवटा क्वेसन भयो 1 2 3 4 5 6 7 हाम्रो क्वेसन कतिवटा आउँछन् 8वटा क्वेसन गर्नुपर्छ हाम्रो क्वेसन आउँछन् 10वटा क्वेसन आउने हुन् 10वटा हामीले यसमा एटेन्ड गर्ने 8वटा क्वेसनमा चाहिँ 1 2 3 4 5 6 7वटा क्वेसन त मैले यहीँ भनिदिएँ है त 7वटा क्वेसन मैले यहीँ भने अघिको मैले तपाईँलाई भनेको अनुसार यो 7वटा च्याप्टरबाट पढेर जानु होला सर्ट क्वेसन 7वटा भयो अब एउटा चाहिँ हाम्रो के छ भन्दाखेरि पाउडरबाट अनि त्यसपछि क्वालिटी कन्ट्रोलबाट एउटा क्वेसन पाउडरबाट भनेपछि हाम्रो 8 9वटा भयो अनि एउटा क्वेसन अर्को कति छ भन्दाखेरि यहाँ चाहिँ हाम्रो पाइलट प्लान्ट या प्लान्ट स्केल भन्ने छ एउटा त्यहाँबाट आउँछ पाइलट प्लान्टबाट एउटा क्वेसन है त यति गरेर 8वटा क्वेसन जम्मी हेर्नुहोस् कुन चाहिँ हाम्रो पेपर यहाँ चाहिँ हाम्रो एटेन्ड रहेको छ 5वटा क्वेसन छ लङ क्वेसनमा 3वटा क्वेसन एटेम्प गर्ने छ 2वटा क्वेसन एक्स्ट्रा छ कि यहाँ पनि है त यहाँ 2वटा क्वेसन एक्स्ट्रा छ एमा पनि 2वटा क्वेसन एक्स्ट्रा छ जस्तै हाम्रो 8वटा क्वेसन गर्नु छ 10वटा क्वेसन छ है त यहाँ अब एमा 2वटा क्वेसन एक्स्ट्रा भयो है त एमा 2वटा क्वेसन एक्स्ट्रा भयो सर्ट क्वेसनमा है त फेरि सर्ट स्क्रिनशट हानिहाल्नु मजाले त्यो के होला तपाईहरुलाई मलाई लाग्छ क्वालिटी त राम्रै छ क्यामेराको ल यो भयो ल यता पनि स्क्रिनशट हानिहाल्नु त एउटा हान्नुभयो ल अगाडि बढौँ है त यो चाहिँ हाम्रो एमा चाहिँ हाम्रो 2वटा क्वेसन एक्स्ट्रा छ
है त। 2 या 6 वटा क्वेसन एक्स्ट्रा छ, मजाले गर्न सक्नुहुन्छ तपाईले। मैले च्याप्टर छोडे भने नि त्यो च्याप्टर तपाईले पनि छोड्न सक्नुहुन्छ। ल यस अहिले चाहिँ स्क्रिनशट हाल्नु पुरो होल पेपरको। गाइज आजको लागि यति नै। हस् तपाईलाई भिडियो राम्रो लाग्यो होला। एउटा भाइले कमेन्ट गर्नुभएको थियो कि यसको भिडियो बनाइदिनु भनेर, उहाँ भाइलाई पनि सजिलो भयो होला। अनि म भन्छु कि यो क्वेसन यति क्वेसन पढेर गयो भने तपाईलाई इनफ हुन्छ इक्जामको लागि। तपाईहरुले एटेम्प गर्न सक्नुहुन्छ क्वेसनहरु, तर राम्रो तरिकाले पढेर जानु होला र क्वेसन चाहिँ एउटा पनि नछोड्नु होला। मैले धेरैचोटि भनिरहेको छु कि पेपर कसरी चेक हुन्छ सिटिभिटीमा भनेर, त्यही भएर पनि राम्रोसित गर्नु होला। अहिलेको लागि यति नै, बाइ बाइ। तपाईलाई जुन विषय पनि अप्ठ्यारो लाग्छ या तपाईले अप्ठ्यारो लाग्छ या तपाईले त्यो विषय गर्न सक्नुहुन्न, प्लिज तल कमेन्ट बक्स खाली छ, कमेन्ट गर्दैन। म त्यसलाई इजी वेमा सम्झाउने तपाईलाई पुरै प्रयास गर्छु। र अहिले चाहिँ मैले यसको नोट दिन पाएन, किनभने चाहिँ भिडियो चाहिँ लामो हुन्छ कि लास्टै तपाईहरु राम्रो पनि मान्नु न लामो भिडियो, जहाँ पनि लाग्छ सबैलाई। त्यही भएर म अर्को भिडियोमा चाहिँ यसको नोट दिनेछु। हस् त, बाइ बाइ।